तेरो सार्न नि नहुने हुँदैन। हिजो पढौँ भन्दा चाहिँ एनिमे हेर्दै बसिस अनि अहिले मेरो किन सार्नु पर्यो? ओइ तैले हिजो एनिमे हेरेको हो? मैले पनि हिजो रातभरि वान पिस हेरेको नि। एक्जामको बेला वान पिस हेर्नु अनि रिजल्टको बेला बाउआमाले टु पिस पार्छ तिमीहरूलाई। मिस मलाई यो बेन्चमा लेख्नु अप्ठ्यारो भयो, पछाडि गएर लेखौँ। के को अप्ठ्यारो? सबै बेन्च उस्तै त हुने। होइन के मिस, म लास्ट बेन्चर हो के, त्यसैले फर्स्ट बेन्चमा मेरो दिमागले कामै गरेन। शट अप, मसँग ननसेन्स कुरा गर्ने होइन है। कम्प्लेन गरेर फेल गरिदिन्छु नि फेरि। यस्तो धम्की फर्स्ट बेन्चरलाई दिनुस् मिस, म त लास्ट बेन्चर हो, मलाई त फेल हुने आदत छ। ओइ गधाको ज्वाइँ, यो टर्मिनल एक्जाम होइन एसई हो, यहाँ फेल भइस भने त फेरि 1 वर्ष 10 क्लासमै बस्नुपर्छ। मलाई त झन् फाइदा नि, 9 क्लासको बहिनीहरू चुवाक चुवाक छन्, म फेल भए भने 1 वर्ष उनीहरूसँगै बस्नु पाउँछु नि। पहिलो घन्टी लाग्यो है, कसैलाई टोइलेट जानु छ भने जाँदा हुन्छ। क्वेसन देखेर दिशा पिसाब नै रोक्यो, अब त के गर्न जानु हो मिस? त्यसो भए कन्टिन्यू गर। स्टार्ट गरेको भए पो कन्टिन्यू गर्नु, जिन्दगीमा पहिलोचोटि देख्दैछु यो क्वेसनहरू। अबे साले, पास हुने जति सिकाइदिनु न हो मिस, हामी पास भयौँ भने तपाईँलाई एउटा राम्रो सर खोजिदिन्छौँ के। ओके मिस, हामीले यो ठाउँको सबै सरहरूलाई चिनेको छौँ, तपाईँले जस्तो भन्नुहुन्छ त्यस्तै सर खोजिदिन्छौँ तपाईँलाई। तिमीहरू खुरु खुरु लेख्छौ कि कम्प्लेन गर्दिउ म तिमीहरूको? खोरो खोरो लेख्नलाई त केही आउनु पनि पर। 1 मिनेट, यो वाट इज ब्ल्याक होल त मलाई आउँछ त। यति सजिलो पनि कस्तो नदेखेको मैले। ओइ मलाई पनि सिका न यार, ब्ल्याक होलको एन्सर के हुन्छ? ल लेख, म भन्छु। द होल व्हिच इज ब्ल्याक इज कल्ड ब्ल्याक होल। थेट, यस्तो पनि एन्सर हुन्छ? किन हुँदैन, ब्ल्याक होलको एन्सर यही त हो नि, मैले हिजो दिनभरि रटेको। आर यु कमेडी मी?